घुमौँ भनेर पहिलो ब्लग सोल्टीसँग चाहिँ कस्तो लागेर छ सोल्टी यार ब्लगमा आउँदा गोदावरी घुमे जस्तो भइरहेको गोदावरी फिल आएर चाहिँ चिसो मौसम सब बवाल छ क्या जेस यहाँ चाहिँ वेलकम ब्याक वन्स अगेन इन माई ब्लग होइन गाइज सो अहिले चाहिँ म मास्किमिड पार्कमा छु सो यहाँ चाहिँ मसँग सोल्टी हुनुहुन्छ हाम्रो चाहिँ भेट अब धेरै पछि भएको अनि यस्तै हो कति टाइम पछि भेट भयो सोल्टी हाम्रो क्रिसमस होला नि सोल्टी हाम्रो सोल्टी चाहिँ यहाँ छ हाम्रो भेट चाहिँ अब लगभग क्रिसमस त्योभन्दा अगाडि पनि भएको थियो हुन चाहिँ तर एक्चुअली हामी त्यसरी भिडियोमा भ्लग चाहिँ गरेको थिएन सो त्यसपछिको भेट हो अहिले चाहिँ मास्किमिड पार्क घुमौँ भनेर पहिलो ब्लग सोल्टीसँग चाहिँ कस्तो लागेर छ सोल्टी यार ब्लगमा आउँदा गोदावरी घुमे जस्तो भइरहेको गोदावरी फिल आएर चाहिँ चिसो मौसम सब बवाल छ क्या जेस यहाँ चाहिँ नानी गाउँमा कति रहने फेरि ये बड़ी अच्छी बात कही आप होइन होला सोल्टी है नहेरौँ सोल्टीहरू मार्ला फेरि कुकुर बोकेर हिँड्छ फेरि अहिले खेद्दै होला फेरि केटा पनि कस्तो राम्रो भन्ने बुढीले केटी सो हाम्रो चाहिँ मेरो परिचय गरौँ होइन हाम्रो सुरुमा सन्जोग म सरोज मेरो चाहिँ बसन्त होइन सो हाम्रो यता अर्को ब्रदर हुनुहुन्छ मेरो चाहिँ बसन्त मेरो चाहिँ सुमन है हाम्रो सुमन ब्रदर हाम्रो नाम बिर्से तपाईँलाई थाहा छ होइन थाहा थियो तर बिर्स्यो हो सन्तोष है तपाईँको चाहिँ सन्तोष बसन्त मेरो बसन्त सो यहाँ चाहिँ हाम्रो ज्ञान भाइ के छ है फेरि पनि भेट भयो हाम्रो हजुर देवेन्द्र हाम्रो हल्का फुल्का ग्यादरिङ यहाँनिर पिकनिक टाइपमा सो अहिले चाहिँ अलिअलिहरू हुँदैछ तयारी यस्तै छ हाम्रो तयारी चाहिँ यस्तो छ हाम्रो ग्रुप फर्स्ट टाइम उता चाहिँ सोल्टी यहाँ चाहिँ हाम्रो ब्रदर आएर One hour later. सो अलरेडी गाइज अबको एकछिनको खानपिन पछि चाहिँ हामी चाहिँ टक्क लाएर हाम्रो निस्किन लागेको होइन सो हाम्रो चाहिँ अब हल्का फुल्का प्याकअप भयो सो 2-4जनासँग बसेर खाइयो रमाइलो पनि भयो अब चाहिँ आएर हामी यस्तो राउन्डअप हान्नलाई घुम्न जानु लाग्यो सो त्यही नै हो यस्तै थियो नि गाइज है त त्यहाँ फेरि हामी चाहिँ फेरि यस्तो राउन्डअप हान्न निस्केको अब हिँड्दा थकै लागिसक्यो यार अलिकति हिँड्ने सो यहाँ चाहिँ मास्किमिड भयो अब त्यहाँ पनि ताल छ अघिको यतापट्टि पनि ताल छ है मेन इन्ट्रान्स चाहिँ त्यतापट्टि छ चाहिँ जे होस् हामी चाहिँ यो साइडबाट आएको ओहोमा कस्तो खोकिलो आयो त यताबाट चाहिँ आएको हामी चाहिँ मेन इन्ट्रान्स चाहिँ यतापट्टि छ यहाँबाट चाहिँ आएपछि चाहिँ टक्क लगाएर मेन भेट्ने भनेको चाहिँ देख्ने भनेको चाहिँ त्यो तालमा रहेको त्यसपछि भनेको चाहिँ यहाँनिर माथि एउटा दामी एउटा घर जस्तो छ तर यहाँ चाहिँ रेस्टुरेन्ट छ जस्तो लागेको थियो मलाई चाहिँ ठ्याक्कै पुरै कम्प्लिटली मलाई थाहा भएन ठकै लाग्यो त यार अलिकति हिँड्दा सोल्टी खाना बढी भयो सोल्टी धेरै खायो है मलाई त्यही भएर चिसो लागेको छ खल्की लाग्यो त्यही नै घुम्दैछौँ हिँड्दैछौँ होइन अब हेरौँ
घुमाम कतिको घुम्न सकिन्छ ठाउँ चाहिँ बबाले ठुलो छ क्या अब यहाँ त अलिकति उता गएपछि यहाँ चाहिँ जू पनि छ सो त्यहाँको इन्ट्रान्स फी चाहिँ लगभग 4 युरो कि 5 युरो लाग्छ भन्ने सुनेको थिएँ अब त्यहाँ चाहिँ छिरेको छैन अब त्यसको यसो बाहिरतिर मात्र घुमियो अझ पनि घुम्दैछौँ त्यही नै हो खै अरू त खास केही छैन हौ यतातिर है हाम्रो टोली चाहिँ यहाँ तलतिर हिँड्दैछ नि फेरि ए हामी अहिले जानलाई यहीँ हो यही हो हाम्रो टोली तलबाट हिँड्दैछन् सोल्डर म चाहिँ यसो माथिबाट खाइदिएको हेर्दै घुम्दै सो मेन इन्ट्रेन्स चाहिँ यो है ट्याक्क लाएर यहाँबाट सट्टै आएपछि यो तालहरू देखिन्छ त्यसपछि यता राइट जानु यतापट्टि जानुभयो भने ठ्याक्कै यतापट्टि छ ताल सो यहाँनिरको यो पनि दामी छ घर रेस्टुरेन्ट छ जस्तो लागेको थियो यहाँनिर चाहिँ माथि यो You can see हरा भरा जङ्गल अन्जली एकदम यहाँको हरा भरा जङ्गलमा हामी टक्क रमाउँदैछौँ हिँड्दैछौँ जस यहाँबाट उतापट्टि चाहिँ एउटा सानो खोला छ अब त्यो खोलामा चाहिँ अब साग पाउँछ भन्थ्यो सिमसाग अब हेरौँ हेर्दैछौँ पाउँछ कि पाउँदैन कति राम्रो हुन्छ क्या मान्छेहरू त यो स्ट्रिट त कस्तो उ लाग्यो सोल्टी मलाई चाहिँ यो स्ट्रिट छैन टक्क लाएर पुरा त्यो डोरेमोनमा आउँदैन स्ट्रिट त्यस्तै फिल आइदिरहेको होइन टक्क लाएर त्यहाँ भवाल लगाइदिरहेको सो यहीँ अगाडि चाहिँ एउटा खोला छ होइन त्यहाँनिर चाहिँ सानो छ क्या अनि त्यहाँनिर चाहिँ सागहरू पाउँछ अब यसो हेर्थ्यौँ युरोपतिर आएर साग टिपेको पनि रहेछ छ कि छैन भन्ने कुरा हो खोले साग सोल्टियो कस्तो लाग्छ तपाईँलाई त्यस्तो मलाई चाहिँ फेरि बवाल लाग्छ मलाई गाउँमा नि हजुरआमाले यस्तो मजाले टिपेर ल्याइदिन्थ्यो होइन मिठो हुन्छ नि सोल्टी कहाँ तितो हुन्छ यार बवाल देखाएको त यार सोल्टी साग भनेको सुकेको गुन्द्रुक मात्रै मिठो चाहिँ हाम्रो ग्रुप आइरहेको छौँ हेलो हेलो नेपाली पुरा हिँड्दैछन् कोही कता होइन ल साग टिप्नको लागि यत्रो ग्रुप बनाएर आउँदैछन् अब चाहिँ हामी साग टिप्न लागेको छौँ साग पनि म टिप्नु Our hearts beat to the city streets. We began to feel the fire. We rise like tall buildings as the chemicals they take us higher. The night's young and it's just begun as she puts her hand in mine. We wanna chase the night, wanna dance to the light, pull the stars from the sky, just two hearts running wild. Never sleep, never stop, as we shout from the top. We're gonna be two hearts running wild. Now the morning is the afternoon. We lay awake in bed. The laughs so loud as the hours pass. यो चाहिँ सेकेन्ड लेक सो थर्ड होला सायद होइन एउटा दुईवटा तिनवटा थर्ड परेको चाहिँ सो यहाँबाट कलर यस्तो छ है यहाँको यो सो यहाँबाट माथि एउटा लेक छ माथि फोर्थ हिँड्दा मलाई बबालाई थर्कै लागिसक्यो सो हाम्रो सोल्टी पनि पुरै थर्कित भइसक्यो होइन हामी पनि थाकिसक्यो तर धेरै हिँडेँ यार म त लास्टै गएर हिँड्न सक्दैन रहेछ
हिँड्न सक्दैन टु मच हिँडाएपछिको चाहिँ टक्क लाग्यो लास्ट त्यसपछि ब्याक हुन्छौँ आफ्नो घरतिर त हो घरतिर त त्यही नै हो गाइस अब चाहिँ यही नै हो यस्तै छ मास्किमेर र मास्किमेर घुम्न आउनेहरूलाई अघि हामी त हामीसँग है होइन नि यो अर्को हो नि यस्तो बबाल छ यहाँ चाहिँ सो देख्न चाहिँ यहाँको फेरि प्रायः सबै एउटै एउटै देख्छ भाइ टोलीहरू चाहिँ अगाडि हिँड्दैछन् यो पानी चाहिँ अब बढी भयो भने चाहिँ यहाँबाट झरेर तल जाँदो रहेछ कि सोल्टी हो र यो अलिक माथि धेरै भयो नि होइन माथिबाट चाहिँ यस्तो क्रप रहेको रहेछ क्या अनि त्यहाँबाट झरेर यहीँ तलको छैन त्यहीँ जाने अरे त्यस्तोवाला बनाएर चाहिँ के छ सिस्टम चाहिँ सही भयो नि तर पानी चाहिँ कहाँ आउँछ भाइ हो माथि ड्याम्मै बन्द जस्तो भएको छ अब काम त्यस्तै लागेको छ गर्मी भयो एक महिना जति पछि यस्तो चेपै आयो क्या सोल्टी यार यो त यार कुताको बच्चा के हुन्छ त्यो एउटा बच्चा पेतुकाको बच्चा टन्नै छ त यार सोल्टी यार हेर्नु न यार पोल हुन्थ्यो पेतुकाको बच्चा कस्तो मजाले भनेको त्यो बच्चाले टोनै इङ्ग्लिस टोनहरू बढी बोल्यो नि त अनि त्यो दामी आएको क्या त्यो चाहिँ त्यो टोनहरू चाहिँ खतरा क्या त्यो बच्चाले चाहिँ पहिलेदेखि चाहिँ इङ्ग्लिस बोल्न सिकायो भने चाहिँ बबालै हुन्छ क्या कुत्ताको बच्चा सही छ तर राम्रो दामी देखेको छ है मार्छ हो भ्यूले त कुले खाने त फ्लप खायो छोडी कुले खाने त फ्लप खायो कुले खाने भने त नभनौँ तर नेपाल भने नेपाल हो यार सो अलराइट गाइस होइन अब भिडियो चाहिँ त्यस्तै भयो है त्यस्तो धेरै राम्रो लङ सङ चाहिँ भएन हल्का फुल्का मात्रै क्लिपहरू हाने अब जस्तो हुन्छ त्यस्तै नै अपलोड गर्नेछु म अब राम्रो भयो भने नराम्रो भयो भने यसो लाइक सपोर्ट सेयर सब्सक्राइब गरिदिनु होला सो त्यही नै हो अहिलेलाई थ्याङ्क यू सो मच